आजको यात्रा पाल्पाको रानी महल र रिडीको 3 जिल्ला जोड्ने पुलको हुनेवाला छ। पछिल्लो भिडियोमा हामी 50 को टिकट काटेर भित्र प्रवेश गरेका थियौं। यो भिडियोमा भने बाहिरका सबै बनावट र भित्र राखिएका पुराना वस्तुलाई निहाल्ने छौं। सिडीको साइडमा राखिएका गमलाका फूल, महल अगाडिको बगैँचा अनि सानो पोखरी पनि बनाइएको रहेछ। मानिसको जमघट भने बनेको थियो। महलको पहिलो तालामै पुराना सामान संग्रहालय जस्तो बनाएर राखिएको रहेछ। सासाना गाग्री, पूजाका थाली र भगवानका मूर्ति पनि राखिएका थिए। ब्रान्डाबाट बाहिर निहाल्दा पहाडको बीचबाट बगेको काली गण्डकी, पुल, हरिया वनको आनन्द लिन सकिन्थ्यो। त्यहाँका केही तस्बिरहरू लिएपछि रानी महललाई छोड्दै तानसेनतिर लागियो। हामी जानुभन्दा 2 दिन अगाडि दुर्घटना भएको जीप पनि त्यही थियो। रानी महलबाट तानसेन आउँदा जाँदा बाटोमा घुम्टेहरू निकै रहेछन्। अब भने हामी रिडीको 3 जिल्ला जोडिएको पुलतिर लाग्यौं। बाँकी भिडियो हेर्नका लागि मलाई सब्स्क्राइब गर्नुहोला।